हेलो गाइज, मेरो मिनी ब्लगमा तपाईहरुलाई फेरि पनि स्वागत छ। हिजो 2 दिनदेखि विराटनगरको मौसम यस्तो गर्मी थियो कि गुम्म भएको थियो हैन। सास फेर्न पनि गाह्रो, मान्छेलाई राति सुत्दा पनि पसिनै पसिना सुतेको ठाउँमा। तर आज अचानक सोमबारको दिन बिहानको यस्तो परिवर्तन भएको छ। हेर्नु, बादल लागिरहेछ, अलिकति चिसो छ, अलि हावाहरू आइरहेछ। कतै आज व्रत भएर शिवजी प्रशंसा भएर हो कि बा अलिकति शीतल भएको कि बा। हावासावा पनि चल्दैछ, मौसम राम्रो छ अहिले चाहिँ हैन। 2 दिनदेखि चाहिँ यति गाह्रो थियो कि मौसम कुरै नगर्नु हैन। 2 दिनको मौसमले मान्छेलाई यति दुःख दिएको थियो। राति सुत्दा पनि फ्यान खोलेर सुत्दा पनि तातो हावा आउने, सुत्न खोज्दा पनि सासै अड्किने जस्तै हुने क्या। त्यो चाहिँ गर्मीले नि भएको हो कि गुम्म भएर भएको हो त्यो चाहिँ थाहा छैन। मलाई मात्र हैन, अरूहरूलाई पनि भएको थियो, त्यस्तै कुरा सुनेको थिएँ। तर अहिले हावासावा मस्त चल्दैछ हैन, राम्रो छ। हेर्नु, यस्तै मौसम सदाबहार भइराख्यो भने सबै मान्छेलाई राम्रो होला हैन। तर हावा अहिले चल्न थालेछ गाइज, हेर्न सक्नुहुन्छ तपाईहरु। राम्रो हावा चलेछ, स्पिड आइसकेछ हावा। यो हावाले पानी पनि पर्न सक्छ। म त चाहन्छु पानी परोस् कि शीतल हुन्छ। ल, ब्लग पनि मैले अब सिद्ध्याउन आँटेछु। ल गाइज, यति भन्दै मेरो ब्लग सिद्धिएको छ। सबैले माया गरिदिनु होला, साथ सपोर्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ गाइज।